जय शिव शंभो, जय महाकाल, हर हर महादेव। आजको विषय हो तपाईको उदासी हराउने भक्ति र प्रार्थना। जस्तै हाम्रो जीवनमा, मनुष्य जीवनमा धेरै उदासीपन हुन्छ। जस्तै केही खटपट भयो भने, कसैले केही भन्यो भने हामीलाई उदासी छाइहाल्छ। हाम्रो जीवनमा उदासीपन आउँछ। त्यही अब उदास किनभने कुनै काम बिग्रो भने हामीलाई उदासीपन आइहाल्छ। जेमा पनि हाम्रो अप्ठ्यारो हुन्छ भने हाम्रो तुरन्तै उदासीपन आइहाल्छ। कुनै काम गर्दा बिग्रो भने उदासीपन आइहाल्छ। यदि हामी हिँड्यो भने संसारमा जति नै मान्छे छ भने उदासी हुन्छ, उदासी भाव हुन्छ। त्यही हामी उदास हराउनको लागि हामीले जस्तै कि कुनै चिजमा हामी उदास भयौँ भने हामीले भक्ति प्रार्थना गर्यो भने हामीलाई यो उदासी हराउने छ। जस्तै कि जुन बेला हामीलाई कुनै टेन्सन अथवा त्यही उदासी आउँछ हाम्रो मुखमा, त्यो बेला हामी भगवानको स्मरण गर्नु मनमा नै हैन, प्रार्थना गरौँ। हाम्रो अटोमेटिक हाम्रो यो रिचार्ज हुनेछ अनि उदासीपन हराउनेछ। भित्रबाट ठुलो अनुभूति हुन्छ, म यस्तो छु उस्तो छु हैन। अटोमेटिक यो उदासीपन हराउँछ। उदासीपन हराउनको लागि त्यही भक्ति प्रार्थना हैन, यिनीले गर्दा हाम्रो उदासीपन हराउँछ। जस्तै कि हामी उदास छौँ, दुखी छौँ भने हामी मन्दिर गएर अलि बस्यो भने त्यो पनि उदासी हाम्रो हराउने छ। यदि धेरै कष्ट छ हाम्रो मनमा, उदासपन छ, केही चिजले जाँदैन यो हाम्रो उदास, शान्त भएर हामी नुहाइ धुवाइ गरेर पूजा पाठमा हामी एकछिन मन चित्त लगाएर हामी भगवानको प्रार्थना गरौँ, स्मरण गरौँ, यो हाम्रो उदासी हराउँछ अटोमेटिक। त्यसैले भन्छ हामी जे थोक गर्दा नि हाम्रो धर्म हो औषधि। यो हाम्रो भक्ति भन्दा औषधि कुनै थोक नै छैन। धर्म भन्दा हाम्रो यो भक्ति प्रार्थना यो सब एउटा औषधि नै हो। यदि धेरै उदासीपन लाग्छ भने, धेरै टेन्सन छ भने हामी प्रार्थना गरौँ, भक्ति भाव गरौँ, भजन गरौँ, कीर्तन गरौँ, आफै हाम्रो उदासीपन हराउने छ। हाम्रो जीवनमा जस्तो कष्ट भए पनि, उदासीपन भएपछि हामीले भगवानको स्मरण, भक्ति, पूजा पाठ गरौँ, हाम्रो उदासीपन सब दूर हुन्छ, कष्ट सबै दुःख दूर हुन्छ। यदि हजुरहरूले नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नु, लाइक गर्नु, बेल आइकनको दबाउनु, शेयर गर्नु। जय शिव शंभो।